मात्र पाइन सकिन। कतिपय कुराहरू त देखेर सुनेर वा हेरेर पनि सिकिन्छ। मान्छेलाई नजिक ल्याउने, केही गर्नका लागि हौसला जगाउने र अगाडि बढ्नका लागि प्रेरित गर्ने माध्यम भनेकै प्रेम हो। यही प्रेमलाई सही तरिकाले प्रयोग गर्न सकिएन भने जतिसुकै विद्वान आमा बुवा छरछिमेकी समाज भए पनि हामी बालबालिकामा केही पनि परिवर्तन आउन सक्दैन। नेतृत्व गर्ने मानिस आफैमा उदाहरणीय हुनु जरुरी छ। जसले फोस्रागफ गर्छ तर काम गर्दैन, केही क्षणका लागि अथवा केही दिनका लागि आफ्नो बसमा गर्न खोज्छ, हो यस्तो व्यक्तिबाट न त विद्यालय अगाडि बढ्न सक्छ न त राष्ट्र नै। म देखिरहन्छु कि हाम्रो प्रिन्सिपल सर हाम्रो स्कुलको फोहोर टिप्ने, कहिले गेट बाहिर झाडु लगाउने, कहिले माछापानी पोखरी बनाउने त कहिले खाल्टाखुल्टी खन्ने, बोट बिरुवा रोप्नेहरू धेरै जस्ता काम आफै गर्नुहुन्छ। मलाई अचम्म लाग्छ कि बडो अचम्मको बाटो छ उहाँको। मलाई यस्तो लाग्छ भनेदेखि कस्तो लाग्छ, कक्षा 9 र 10 का दाजु दिदीहरू उहाँसँग डराएको र कक्षा नर्सरीदेखि 2 सम्मका भाइ बहिनीहरू उहाँसँग सँगै मिलेर खेलेको। अनि उहाँ प्रत्येक दिन हाम्रो कक्षा कोठाको झ्यालबाट हेरेर हामीलाई मुस्कुराइरहनुहुन्छ। हो बडो अचम्मको बानी छ उहाँको। हो यस्तै अचम्म बानीका धनी our dedicated, committed, laborious, willful and loving principal sir श्री मनबहादुर खत्रीज्यूलाई यस स्टेजमा आएर केही शब्दहरू राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार तालीका साथ उहाँलाई स्वागत